हेलो साथीहरू नमस्ते नमस्कार। आज चाहिँ मैले 2080 साल 8 महिना मङ्सिर 24 गते चाहिँ खरिदारमा सोधेको द्वितीय पत्रमा सोधेको चाहिँ प्रश्न गर्न गइरहेको छु गणित खण्डको होइन। यसले चाहिँ हामीलाई ब्याङ्किङतिर अथवा कुनै पनि संस्था अथवा उता विद्युततिर पनि जहाँ पनि काम लाग्न सक्छ। त ध्यान दिएर हेर्नु होला है। यसको चाहिँ म सोलुसन गर्न रहेको छु। उत्तर गरौँ। अब हामीले के छ भने नि यसलाई हामीले के गर्नुपर्छ भने हामीले यो विचरण अनुसार जानुपर्ने हुन्छ नि त। यो हामीले कसरी गर्ने भन्ने तपाईँहरूले जानिसक्नु भएको छ होला। यदि जान्नुभएको छैन भने हेर्नु होला है। जना भयो। जना अथवा मान्छेको सङ्ख्या लेख्दा पनि हुन्छ अथवा दिनलाई दिनै लेख्दा भइहाल्यो है। जना हामीले क्वेसन सार्ने हो क्या। 12 जनाले कति दिन 30 दिनमा पुरा गर्न सक्छन्। 30 दिनमा पुरा गर्न सक्छन्। 24 दिनमा पुरा गर्न कति कामदार थप्नु पर्ला। 24 दिनमा पुरा गर्न 12 प्लस एक्स कामदार थप्नुपर्छ होइन। अब 12 प्लस एक्स कामदार थप्नुपर्छ। यो हाम्रो के हो, प्रत्यक्ष र अप्रत्यक्ष विचरण हामीले थाहा पाउनुपर्ने हुन्छ। प्रत्यक्ष र अप्रत्यक्ष विचरण भनेको चाहिँ अब एउटा काम एउटा बढ्दा अर्को पनि बढ्ने, एउटा घट्दा अर्को पनि घट्ने भयो भने प्रत्यक्ष विचरण। एउटा घट्दा अर्को बढ्ने, एउटा बढ्दा अर्को घट्ने भयो भने त अप्रत्यक्ष विचरण। जस्तै यो के हो त, मान्छेको सङ्ख्या र दिन। 12 जनाले 30 दिनमा गर्छन् भने एकजनाले त धेरै दिन लगाउँछ अथवा मान्छेको सङ्ख्या घटाउँदा दिन बढो। यसलाई के भनिन्छ, अप्रत्यक्ष विचरण। अप्रत्यक्ष विचरण अनुसार लेख्ने होइन। के गर्नुपर्छ अब यहाँ हेर्नु, 12 यो हामीले एक्स चाहिँ जहिले पनि अगाडि अथवा पछाडि जहाँ राख्दा पनि हुन्छ। 12 प्लस एक्स का मुनि 12 भयो इजिकल टु 24 र अप्रत्यक्ष भनेपछि यो जता छ नि यसलाई चाहिँ माथि लग्ने, यसलाई उँधो लग्ने। अप्रत्यक्ष भयो भने, प्रत्यक्ष भयो भने जस्ताको तस्तै। अब के गर्ने, यो 12 प्लस एक्स भनेको 30 का मुनि 24 गर्ने नि त। यसको सिधा त 24 भएन नि त होइन। त्यसरी बुझ्नुपर्छ है। अब हामीले क्रस गुणन गर्नुपर्छ। 24 × 12 गर्दा यहाँ हामीले हेरौँ, क्यालकुलेटर हामीले लग्न चाहिँ पाउँछौँ होला तर अर्कै खाले पाउँछौँ है। 24 × 12 गर्दा हाम्रो 288 आयो। 288 प्लस 24 एक्स बराबर 360 होइन। और 24 एक्स बराबर 360 माइनस 288 एक्स बराबर 360 माइनस 288 गरौँ कति आउँछ हाम्रो 72 आयो नि त। 72 का मुनि 24 भनेको चाहिँ उता जाँदा भागमा भयो, यता सिधै गरेँ है मैले। बराबर 24 तिहां 72 होइन। अब 72 हो नि, 72 भागा 24 गर्दा 3 आयो। 24 तिहां 72 भयो नि त। हामीले कति थप्नुपर्छ, 3 जना थप्नुपर्ने। तसर्थ के भनेको त हामीले 24 दिनमा काम पुरा गर्न कति कामदार थप्नु पर्ला। तसर्थ पुरै लेख्नुपर्छ है। 24 दिनमा काम सक्न कतिजना, 3 जना थप्नु पर्दछ। यति लेख्यौँ भने हाम्रो 5 नम्बर जसरी पनि आउँछ कि। हामीले ब्याङ्किङ क्षेत्रमा पनि काम लाग्छ, खरिदार क्षेत्रमा अथवा यता निजामतीतिर जहाँ पनि काम लाग्छ क्या। उता अब विद्युततिर पनि भयो होइन, उता खाद्यान्नतिर भयो, प्रशासनतिर जहाँ पनि काम लाग्छ। बस हामीले बुझ्नुपर्छ। यस्ता हिसाब गर्न जानिहालिन्छ है त। धन्यवाद।